Happy Lakshmi Puja! Happy Lakshmi Puja! Sabe daí então, já é pouco. हाम्रो चाहिँ भरे लक्ष्मी पूजाको लागि यहाँ सरसफाइ हुँदैछ रेडी हुँदैछ हैन त दिदी घामले पोल्यो कस्तो तातो घाम छ अहिले चाहिँ लगभग सिद्धियो हाम्रो चाहिँ हामीले चाहिँ पितम्बरले माझ्यौँ भाँडा टिकटकमा चाहिँ अहिले तातो पानी र के अरे नुन अनि हार्पिक हालेर सफा गर्दो रहेछ मान्छेहरूले तर मलाई चाहिँ मन पर्दैन त्यस्तो चाहिँ पछि फेरि कस्तो पछि कस्तो कालो हुँदो रहेछ क्या अनि हामीले चाहिँ जहिले पनि पितम्बरले धुन्छौँ अरू बेला पनि पितम्बरले नै धुन्थ्यो माथ्यौँ लगभग रेडी भए मजाले टल्केको छ यहाँ भिडियोमा चाहिँ कस्तो देखाएको छ है राम्रो देखाएको छ यहाँ त तर टल्केकै छ भिडियोमा चाहिँ अलि सफा नदेख्ला मजाले सफा भइसक्यो यहाँ अलिकति मात्रै छ अब बत्ती बाल्ने भाँडाहरू मात्रै त्यही भएर मैले नकिनेको क्या यो लक्ष्मीको गोडा त हो नि होइन लक्ष्मी त्यही भएर त्यो सानो नकिनेको यहाँ चाहिँ हाम्रो आमालाई हिजो बहिनी गाउँबाट आएको चिसो रहेछ त्यही भएर मैले सुकाएको उसिनेर अचार राख्दा पनि हुन्छ है हो यत्रो त खाइसकिन्न दिदीले मात्रै हुनुहुन्छ अहिले त म पनि माझेको अनि अब यहाँ सरसफाइ हुन्छ अनि यसपालि चाहिँ फुल कति महँगो 700 रुपियाँ किलो रे बिहान कालीमती गएको 700 रुपियाँ किलो रे म त 1 किलो मात्रै ल्याएको अनि यहाँ मेन गेटमा ढोकामा लाउँछु एउटा अनि भइहाल्छ नि दिदी अनि पूजा गर्नलाई अलिअलि पुगेरै जाने हो अन्त अनि आफूले जति सक्छ जस्तो जान्छ त्यस्तै गर्ने नि ल अब भरे लक्ष्मी पूजामै भेटौँ अहिलेलाई बाई बाई फुल महँगो भएको अवस्था यसपालि 600 को फुल यही हो 1 केजी 700 भन्दै थियो 600 मा नि दिन्न भन्थ्यो मैले चाहिँ यति नै ल्याएँ मेरो छोराहरू चाहिँ छोरा बहिनी हल्ला गर्दैछ मैले भिडियो बनाउने बेलामा हल्ला नगर न भनेको तपाईलाई फुल महँगो भयो भने कसले सोधेखाएर कसले सुनाएको हो र अरे यहाँ भिडियोमा सुनाएको नि यसपालि फुल महँगो भएछ भनेर अनि तिमीले चाहिँ खान्छौ कुटै अहिले यस्तै छ आज चाहिँ हाम्रो लक्ष्मी पूजा दिन म चाहिँ गेटमा मात्रै लाउँछु मूल गेटमा अनि यसो एउटा त्यो करुवामा कलश भन्छ के भन्छ कलशमा राख्छु दुईटा पोहोर त 1000 रुपियाँको फुल त कति धेरै आएको थियो ल यस्तै छ हाम्रो चाहिँ ल 700 को फुल बल्ल 600 मा ल्याए हाम्रो पहिलाको माछा चाहिँ सबै मरेर अनि फेरि यहाँ ल्याउनु भएको छ कति भयो चाहिँ 2800 यार सबै गरेर 2800 को ल राम्रो सफा गरेर हाल्नु थियो अस्ति म भने त नि त्यो के अरे त्यो प्लास्टिकको छ नि दुबो त्यो ओछ्याएछ भने
एउटा ल्याउँदा केही यसलाई हावा छोडिदिनु ऊ त्यसले नि टोक्यो कालो माछा नहाल्नु अनि त्यो नहाल्नु होइन उ ल्याउने एउटा केही छैन भाँडो नपत्याएको यो हावा खोलिदिनु पर्छ कि यतिकै थाल ल्याइदिउँ होइन भन्दा नि थाहा हुन्छ नि त्यो ल्याउँदा एउटा डेक्ची चाहिँ भइन्छ र जान ल्याएन एउटा हाल्नु पऱ्यो कि नपुग्छ सब पूजा 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 गर्नु दियोला उता वरिपरि तर यता फर्केको चाहिँ हुन्थ्यो रोटी चढाउनु ऊ त त्यो भित्र हुँदैन हो त्यो भित्र हो त्यसरी केरा पनि राख्दिनु केरा पनि राख्नु तिलजाउ पनि छर्किनु भयो तिलजाउ वरिपरि कुचोलाई पनि पूजा गर्नु फोन पनि कति आउँदछ मेरो चाहिँ आज हुन्छ ढोकामा नराखेको किन्ने बजाउँ नघुमाइ सेकेन्ड उताबाट यता फर्केको चाहिँ नराउँथ्यो माइजूले भिडियो गरेर केही हुँदैन झिलिली हुँदैन केही हुँदैन करवाला पनि लगाइदिनु न करवाला पनि टिका लगाइदिनु न राम्रो देख्छ लाइटर भए सजिलो हुन्थ्यो अनि यसरी भित्र पानी हाल्दै तिमी यो बोकन कसले पाक्यो यसो पार्दै पानीसम्म पनि लान्छ होइन उज्यालो उता itu bahaya tuh. Ya kira baik itu misalnya kita garden nomor satu video. Kalau udah pusat garden paling dia. Apa lo? buat kisah dibagiin dulu, udah panjang dong. Mensyukai. अन्त गाई चाहिँ पाल्न पनि छैन है त्यो चाहिँ ओहो त्यो थियो नि त नि त्यो फेरि भने होइन त्यो
यसलाई साथी राखेन ठाडो गरेर खिच्यो एकछिनमा फेरिदिनु त्यो बत्ती बाल्न नि हुन्छ अनि मेरो पाली अनि फेरिदिनु आफूले जानेको गर्नु लक्ष्मी माता जय लक्ष्मी माता होइन आफूले जानेको त अब घन्टी बजाउनु काटी निक्ल्यो अलि तालि गर्ने भिडियो त मारि बत्ती चाहिँ एकदम चेक गर है अस्ति त्यो मामा बस्छ झन्डै जल्यो सांगबाई लिएर जाऊ अनि मेरो पाली सांगबाई लिएर जाऊ न मिरा सांग पखान टिका लाउनु पर्छ होइन हो मैले आफै खुसीको चाहिँ हाम्रो खुसीको चाहिँ पूजा सुरु भयो लक्ष्मी माता हाम्रो खुसीलाई धेरै पढ्न आओस् होइन राम्रो होस् ज्ञानी होस् यसमा गरे नि हुन्छ यो चाहिँ नयाँ हो नि त यो पोहोरको ल पढ्न आओस् धेरै ज्ञानी होस् होइन ठुलो मान्छे हुनु ल फुल पनि चढाऊ बोल्यो बिस्तारै ल ल आफै गणेशजी ए ल फुल चढाऊ यही माथि राखे नि हुन्छ हाम्रो चाहिँ बाहिरको पूजा चाहिँ सकिएको बाहिरबाट पूजा गर्दै आएको यता भित्र आएको पूजा गर्दै ल जय लक्ष्मी माता भन ल घन्टी बजाऊ हामीले चाहिँ जस्तो जानेको त्यस्तै गऱ्यौँ ल भयो हो अब नहोस् जी गर 3 चोटि गर ल अलि निहुरेर गर्नुपर्छ नि ल भयो 5 चोटिको टिका लगाऊ अब आफै लाउनु अहिले म पनि लगाइदिन्छु पर्दैन त्यसमा ल आफै लाउनु अहिले तिमीलाई पनि लगाइदिन्छु ल भयो हामीले चाहिँ यस्तै गऱ्यौँ ल ल भयो ल आऊ खुसी आऊ लु यहाँनिर राखिदिउँ न हाम्रो चाहिँ बत्ती लक्ष्मी पूजाको गरेको ल राम्रै देखेछ है खुसी राम्रो हो है ब्युटिफुल सयपत्री फुल कति महँगो छ त्यही भएर हामीले चाहिँ थोरै लायो यसपालि होइन ओ यहाँ राख्दैन यहाँ राख यहाँ दिदी ए ल यस्तै हो लक्ष्मी पूजा चाहिँ हाम्रो माछा नयाँ माछा हाम्रो यसपालि फुल महँगो भएर हामीले चाहिँ थोरै थोरै लायौँ ल हो मेरो पटाका देखाउनु न मेरो पटाका ल अहिले देखाउनु न सबैजनालाई ह्याप्पी लक्ष्मी पूजा ह्याप्पी लक्ष्मी पूजा भने सबैलाई ह्याप्पी लक्ष्मी पूजा ल खुसीलाई त अहिले टिका लगाइदिन्छु
भिडियो राखेर हुन्छ बराबर जस्तो लक्ष्मी पूजा लक्ष्मी पूजा सबैजनालाई ल पैसा ल्याउ ल मामा दिनु पर्यो पैसा त त्यसले डोकोले आएन अनि के पैसा ल्याउ ल पैसा ल्याउ ल ल पैसा ल्याउ ल पटाका पुगेन भने म 10 रुपैयाँको पटाका किन्छु दाँत छिटै आओस् हाम्रो खुसीको ल पैसा मेरो भएको लक्ष्मी हो यहाँ मामा त झगडा गर्नु है त्यसै नभन्नु न मामा चाहिँ नि खोज्नु राम्रो पढ्नु छोरो मेरो लक्ष्मी आज यहाँ चाहिँ लक्ष्मीले त मलाई पनि लक्ष्मी दिन्छ थुन्ची लिएर भने मान्दैन पैसा पुग्नु सक्दैन 10 रुपैयाँ नि दिनु न मलाई ल ओहो धन फुपुरी भन्दा धेरै मन त यो ल्याइदिए क्या त झन् मैले अनि पुगेन 150 को त्यही हो बाबु ल होइन अब त ल जे गर मामालाई नि गर यो भाग्यमा ल लाइजी पर्दैन ल यहाँ पनि झिकाइ त घुम ह्यापी लक्ष्मी पूजा ह्यापी लक्ष्मी पूजा सब ल्याइदिनु न होइन पाउँछ